ल हेर्नुहोस् है मेरो छोरी र बुहारी मैले बुहारी पनि ल्याएँ छोरी पनि दिएँ र मैले भोगेका कुराहरू के जब मैले काँक्रा हिरमलाका बेर सार्ने बेलाबाट सारेँ नि मैले त्यो आफै उम्रेको बिरुवा र सारेको बिरुवाबाट मैले शिक्षा लिएको क्या बुहारी भनेको सारेको बिरुवा रहेछ साथी हो छोरी भनेको आफै उम्रेको बिरुवा रहेछ क्या छोरी आफै उम्रेको भयो जन्म घर भयो ऊ बोली छिन् उनलाई केहीको मायाको मामा त खाँचो हुँदैन उसलाई साथ किनभने उनले मम्मी बाबा घर परिवार सबै बुझिछन् नि त उनले ऊ एकदम बोली छिन् बुहारी भनेको हामीले सारेको बिरुवा हेर्नुहोस् त सारेको बिरुवालाई घामबाट बचाउन पर्ने पानी हाल्न पर्ने मलजल गर्नुपर्ने बुहारी भनेको त्यही रहेछ साथी हो मैले त त्यही भोगेँ बुहारीलाई एकदम साथ चाहिँदो रहेछ माया चाहिँदो रहेछ सपोर्ट चाहिँदो रहेछ क्या घर परिवारको त्यही भएर छोरीलाई भन्दा बुहारीलाई धेरै माया चाहिँदो रहेछ मैले बिरुवाबाट शिक्षा लिएको यो बुहारीलाई एकदम माया गर्नु होला हामीले जस्तै माया गर्नु होला मबाट त मेरो छोरी बुहारी एउटै मलाई कहिल्यै पनि छोरी बुहारीलाई दुईटा गर्न मन लाग्दैन छोरी बुहारी एउटै हुन् बुहारी भनेको सारेको बिरुवा हो हेर्नुहोस् उसलाई हामीले मलजल गरे पो हामीले फल दिन्छ उसले र खान पाइन्छ हामीले हो कि होइन भन्नुहोस् त त्यस्तै हो हामीले उसलाई साथ सपोर्ट दियौँ भने पो अहिले पछि बुढेसकालमा उसले माया गर्छन् नि हामीलाई हो कि होइन हजुर हेर्नुहोस् त हजुरले पनि त्यही गर्नु होला है बुहारीलाई कहिले नराम्रो नजरले नहेर्नु होला नराम्रो रुखो वचन कहिले नलाउनु होला है बरु छोरीलाई लाए वचन लाए छोरीले पचाउन सक्छन् बुहारीले